Okay, welcome back to a new vlog. स्मेल छ तपाईलाई मैले फेरि पनि स्वागत गर्छु सरी म फेरि पनि स्वागत गर्छु हामी नयाँ भ्लगमा आफ्टर लङ टाइम आइरहेछु गराहरूले म्याच पनि कमेन्ट पनि गर्दैन बिस्तारै धरि कमेन्ट गरिदिँदा म आउँथ्यो होला भ्लगमा कम ब्याक हान्दै होला तर बिस्तारै धरि गरेन गाइस त्यही भएर मैले भ्लग बनाएको थिइनँ हैन अनि भ्लग चाहिँ फेरि बनाइरहेको थिएँ मैले मलाई अल्छी आएको मैले अपलोड गर्न मात्रै अल्छी आएको फेरि हेर्न बुक एउटा म्याक्स भर्खर खेमेको भ्लग हेरेर जोस आयो कुशल गयो कुशल बाई बाई हान्दै मेरो भ्लगमा बाई बाई हान्दै मेरो भ्लगमा हाई गरेर जाऊ न भोसरी ल ल देखो देखो ल ल अब एकछिन बसेर 20 टिकामा गइन्छ अनि हल्का चल्फ हान्छ उतातिर ल एक आदमी में इतना टैलेंट कैसे होता है मेरी खबर ना रहे छुए मुझे इस कदर बेइंतहा कपरेट लाग्छ केटा हुँदैन काम लगडा लाग्यो बिसे घरतिर लाग्यो मात्रै केटा भर्खर घरदेखि निस्केको अब बिस यहाँ छ हाता के काकासी भयो लगडा लगडा अब उता अलिकति अगाडि गइन्छ अनि दोकानमा के खाजासाजा खाइन्छ अनि भेटिन्छ ल अलिकति अगाडि आइपुग्यो कता भन्दा 10 स्टेप अगाडि अब यहाँ भाइ 12 बजी घाममा पनि फुटबल खेल्दै रहेछ यतिको जोस मसँग थियो नि पहिला तर खेल्नु चाहिँ आउँदैन थियो जोस चाहिँ थियो केटा तर खेल्नु नआए पनि ल अब 20 लाई चकलेट किन्छु म 10 को यहीबाट जाने ल अब 10 चकलेट किन्छु अनि हामी चकलेट खाने अनि घर चल्दैछ ल सुकडा अहिले हामी चाहिँ ललिपप किनेर अब हामी चल्दैछ बाटोतिर धेरै केही किन्न हामीले रमम किन्नु पनि खाइसक्यौँ त्यो चाहिँ नदेखाएको किनकि अब त्यो मैले आँखालाई मेरो भुँडी दुख्छ भनेर मात्रै हो त्यो खानेकुरामा खासै देखाउँदैन होइन विशेष जस्तै अब हामी यहाँ आइसक्यौँ अब यहाँदेखि हामी भिडियो गरेर जान्छौँ अनि त्यहाँदेखि हामी बिस्तारै घर पुग्छौँ अनि देखाउँछौँ ल ल बाई यहाँ आउँदा अब्बर गलियो त्यसलाई नदेखाउँ हामीलाई अनि टक्क दामी टप भेट्यो क्या त्यहाँ बसिरहेको नदेखाउँछ ल यस्तो दामी फुटबलको टक्क होइन शीतल हावा क्या यतातिर यस्तो घाम छैन टक्कै आउनु यस्तो शीतलमा दामी हावा आइरहेछ होइन यो घर देखाउ त यसको प्रमोसन गर्छु म जब यो घर छ नि यो घर कसरी बनाएको मान्छेले माटोको मूर्ति बनाएर बनाएको क्या यो घर माटोको मूर्ति बनाएर कति धनी भएको छ यो मान्छे थाहा छ मैले सुनेको कहानी एउटा यहाँ भगवानहरूको मूर्ति बनाउँछ क्या भगवानको बास छ जस्तो लाग्छ एउटा माटोको मूर्ति बनाएर यत्रो ठुलो घर भक्ति हुनुपर्छ क्या भक्ति प्योर हार्टेड प्योर हुन्छ नि आफ्नो अब मनदेखि भन्नु पऱ्यो क्या गर्नु पऱ्यो केही कुरा काम अब आफूलाई हुन्छ नि त भन्छ नि हौ के भन्छ आफूले मन परेको काम गर तर अलिक मेहनत लगाएर गर पनि आफ्नो तर आफ्नो मन लागेको काम गर्ने क्या जुन आफूलाई पनि सेटिस्फ्याक्सन हुने क्या एउटा अब त्यो भन्दै नराम्रो काम चाहिँ गर्ने होइन केटा होला अब एकछिन यहाँ बसिन्छ गफसफ गरिन्छ खाना मन लाग्यो त्यहाँ दोकान रहेछ त्यहाँ खाइन्छ टम्पमहरू अनि गइन्छ ल फाइनली खेतै खेत हिँडेर यो ठाउँ आएको छु यो ठाउँ चाहिँ किन देखाएको भनेपछि यहाँ हाम्रो एउटा मैले बनाएको एउटा एपिसोड थियो नि डर 1 र 2 बनाएको डर 3 को अन्तिम र फाइनल भाग चाहिँ यहीँ बनाउन सोचेको थिएँ मैले दामी सोचेको थिएँ यहाँबाट टकटक यसरी गुन्डाहरू निस्किन्थ्यो टक 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 गर्दै अनि यहाँ हाम्रो हुन्थ्यो पुरै मेम्बर डर 1 2 को मेम्बर अनि पुलिस आउँथ्यो टक्क यहाँ यो गेटबाट यसरी पुलिस आउँथ्यो अहिले यहाँ उभिरहेछ नि पुलिस आउँथ्यो यसरी अनि यस्तो बाबाले मैले स्क्रिप्ट लेखेको छु यार तर के गर्नु त्यो भिडियो बन्न सफल भएन तर यो ठाउँलाई चाहिँ म एउटा भिडियो बनाउनु पर्छ यो ठाउँमा राम्रो एउटा सोचेर राम्रो छ क्या ठाउँ मैले यस्तो बाबा सोचेको थिएँ यहाँ भ्यूहरू हेर्नु यो गाउँको हाम्रो हामी पहिला यहाँ क्रिकेट खेल्थ्यौँ यहाँ साडी भएको ठाउँमा यो साडीले यो भर्खरको नयाँ साडी हो पुरानो छ दुइटा मर कालो र सेतो यहाँ बाटो पनि दामी छ क्या फेरि यो हाम्रो गाउँको यो सानो ठाउँ हामी यहाँ के चाहिँ गरिनौँ यहाँ भन्दा नि उ त्यो पर एउटा बास गाडी देख्नु हुँदैछ नि हाम्रो घरको अगाडिको बास गाडी हो यो बास गाडीमा चाहिँ हामीले रेस्लिङदेखि लिएर क्रिकेटदेखि लिएर सबै खेलेको छौँ क्या सानोको याद आइहाल्यो यार ठुलो भएर त मलाई आफ्नो ठुलो भएको जिन्दगीलाई हेट गर्न मन छ यार सानोको जिन्दगी चाहिँ लभ हो क्या तिमीलाई चाहिँ मेरो अलिक जिन्दगी भएको छ हाउडी मान्छेको किड्स मेमोरी इज भेरी गुड ओके गाइज अहिले भेरी एकछिन भेरी अहिले एकछिन भेट्नुपर्छ
पिस आउट त भएको छैन एकछिन भएको छ टाउको मात्रै देखाएको छ तर एकछिन लाइभ भनेको यो हो कि हामी यसरी खेल्थ्यौँ मेरो बच्चामा यार यो भाइहरूलाई देखाउन मन लाग्यो यो भाइको फोटो खिचेर अब खतरनाक उयो राख्नु हाल्नु पर्यो थम्बनेल होइन हाल्छ नजिक जाऊँ हामी पहिला फोटो खेल्थ्यौँ यार त्यसले पनि बच्चा भयो जाने छैन बच्चा तर हल्का हल्का चिल्ला हानिदिएको मुल्डा हानिदिएको टाटा अब टाटा ल ल ल ल आविष्ट घर फाइनली पुग्यो एउटा लगभग पुग्यो 90%। अब त्यहाँ गइन्छ भेटिन्छ एउटा बाल्दिन एउटा जिन्दगी यस्तै हो सरर जिन्दगी अनि अब हामी उहाँदेखि हिँडिरहेको छ अब हामीलाई मतलब छैन साधन छैन भनेर होइन क्या हामी हिँडेर आइदिन्छ क्या हामीसँग खुट्टा छ क्या हामीलाई भगवान्ले खुट्टा दिनुभएको छ क्या होइन होइन साधन छैन त के हामीसँग खुट्टा छ साधन नभएको होइन हामीले कन्टेन्ट हिँडेर बनाएको हो क्या हामी साधन त्यो नि पैसाको त हामी मोटो भ्लगर होइन क्या हामी वकर भ्लगर हामी वक भएर लगडा धेरै बोल्यो उहाँ गएर भेटिन्छ फाइनली के र मेरो अब घर आइपुगेको छ एल्सनलाई ल्याएर अगाडिबाट टक्कसँगले द्याट्स माई होम एन्ड दिस के द्याट्स के दिस भन्छ हौ यो चाहिँ मेरो बाइकको घर विथ बाइक छैन ए दिस इज माई होम हुन्छ तर फेरि घर जस्तो भयो फुल चाहिँ फेरि गार्डन त फेरि खतरा छ नि फेरि फुल त फेरि बबालहरू छ नि यहाँ फुलहरू यस्तो देखाइदिँदा फेरि मम्मीले यस्तो खतरा सजाइदिनु भएको छ नि ल यो डस्टबिन नदेखा मलाई यसो यसो फुलको त फेरि कमी छैन नि फेरि दादाको घरमा फेरि यस्तो कट्टु सट्टु पनि छ कि तर फुलको चाहिँ कमी छैन क्या एउटा अहिले भर्खर पुग्यो अब यहाँ बसिन्छ एकछिन लाग्ने गरिन्छ बिसँग अनि गेम छ मेरो साथी गेम छ एउटा अहिले गेम खेल्छु अनि बेच्छु अब हामी भन्दा म एल्सन भाइ पनि आएछ घर अनि एल्सनको ब्लग म कन्टिन्यू गर्दैछु अनि घरबाट अब हामी बाहिर मेरो घर अगाडि यो घर यहाँ पछाडि छ घर अगाडि मभन्दा हामी अब भलिबल खेल्ने अरे भाइले भलिबल खेल्ने साथीहरूसँग खेलेर आएको रहेछ अनि हामी चाहिँ पनि खेल्ने अरे खेल्ने भन्दा पनि यसो अल्छी लागिरहेछ दिउँसोको दिन भिडियो बनाऊँ भनेको भलिबल खेल्ने भन्छ यार ओके र भिडियो चाहिँ कहिले बनाउने भिडियो एकछिन के हो 2 महिना भइसक्यो भिडियो नबनाएको यहाँ छ आयो मेरो भाइ चोर गरेको अनि यो आफ्नो घर चाहिँ किन नबनाएको त अनि त्यो अरूलाई दान दिँदा पैसा नै छ दाजु जाने यस्तो किन दाजु जाने यस्तो हाफ प्यान्ट नदेखाउ न मैले हातले छेक्दिएँ ल यति दान दिइसक्यो पैसा नै सकिसक्यो हालत त्यस्तो छ फेरि तिनीहरूले मलाई याद नै गर्दैन क्या जसले दान दिए ऊ त घर पर घर है त्यो अझै एउटा घर छ कि त्यो पनि मैले बनाएको पैसा दिएको बनाएको मिस्त्रीले एउटा हाम्रो चाहिँ अब खाजा खाँदैछ होइन अब हाम्रो होइन अनुप दादाको अब भिडियो सुट हुन्छ खाना खाएर खाजा खाएर अहिले खाना खान्छौ उसले खाना खान्छ होला अनि भाइ क्यामेराम्यान हुन्छ अनि भिडियो चाहिँ छिटै आउँदैछ ल खतरा भिडियो आउँछ है बिहान सिन बनाउँछु बनाउँदैन बनाउँछु एउटा खाजा खान्छ नि भेट्छ त बिहान सिने एउटा अब हामीजनालाई को गुलगुला खानु गुलगुला भन्छ सानो सानो हुन्छ मिठो हुन्छ अब त्यो हामी जान आँटेको त्यो खानु फुटेन सुपमा अब त्यहाँ चाहिँ भेट्छ कसले बनाएको तर अब धेरै भयो यस्तो अब धेरै भयो कसले बनाएको बनाउनु चाहिँ कसले बनाएको पुरा चाहिँ त्यो हो क्या बनाउनु त मैले बनाएको कहिले के बनाएको सानो भएर सब मन्चक बनाएको कहिले मन्चक बनाएको यो तिमीले डोनेसन दिएको होइन अहिले अर्को यो मैले दिएको 2000 करोड भन्दा पनि धेरै डोनेसन दिएको छु कि यो जग्गाहरू पनि मेरै हो फेरि यिनीहरूले दान दिएको क्या यो सबै जग्गा सानो भाइले यो बाटो पनि सानो भाइले बनाइदिएको बन्नै सकिँदैन कति पैसा दान दिएको छ पैसा कमी छैन दोकान देखाइदेऊ राहुलको दोकान माछा किन्छ भने यहाँ मन्चकमा एउटै दोकान छ केटा यहाँ आउनु होला एउटा होइन झापा चोकतिर जानु बाटोको उहाँ टक्क
पुराबाट टक्क यहाँ राखिरहेको टक्क दोकान छ होइन झापा चाहिँ मैले लगाए पनि दान लाँदै थिएँ एउटा धनी मान्छे लाएर दिइसकेको रहेछ कि यता दिन्थ्यो ल आगरा उता फेरि फ्रान्सको गयो मेरो ओइ सुन न हामी तिनजना मिडल क्लास फ्यामिली पनि हाम्रो एउटा जिन्दगी चाहिँ के मोज छ भन्न अब हामी तिनजना मिलेर एउटा खतरनाक बिस्कुट निकाल्नुपर्छ ल त्यो बिस्कुट ओरियो अब कस्तो खालको ओरियो वाइट ब्ल्याक ओरियो क्या दुइटा वाइट नि ला अनि ब्ल्याक वाइट हुन्छ होइन र अनि वाइट ब्ल्याक नयाँ खालको क्या नयाँ न्यू अपडेट है केटा आउँदैछ ओरियो बिस्कुट एउटा यसरी गुलगुल्ला खानु के खानु फ्लोरा फर नेपाली गर्ल फ्लोरा के अरे लोकडा नट द्याट सिक्स लगडा अब यहाँनिर अब बनाउनुहुन्छ अब बनाउँदै हुन्छ अनि टक्क दिनुहुन्छ अनि टक्क अब खाँदाखेरि दिनुहुन्छ प्याज खाँदैछु भाउ उता ल्याऊ न ह्यान्डसम छु मुख उयो गर्छौ फेरि पानी निकाल्छौ पेट दुख्छ पानी निकाल्छौ खाँदै आउँछु ल न पेट दुख्छ फेरि मेरो ल ल यो चाहिँ यति छ नि लास्ट तातो लाग्छ गुलगुला के लान्छ है यसलाई गुलगुला भन्छौ गुलगुला फ्लोरा फ्लोरा भन्छ यसलाई धन्यवाद म नि खान्छु अनि भन्छु ल टन भाइ के हामी खाइरहेको अब यस्तो कुरा भन्न आँटेको थियो जुन त भन्नु हुँदैन त्यो सरकारले पनि भन्नु भनेको छ नि त्यो इन्डियाको अम्बानीलाई पनि मैले कति करोडको दान दिएको थिएँ एउटा ठुलो बिल्डिङ छ नि त्यो पनि मैले भाइ त दानी रहेछ त अहिलेसम्म कति गइसक्यो तिम्रो टोटल एउटा नेपाल आउँछ कि एउटा नेपाल 10 अमेरिका धरि आउँछ हौ माई गड 5 अमेरिका आउने दाइले भाइलाई गफाडी बनायो भन्ने न्युज आउँछ यो ब्लग हेरेर मान्छेले कमेन्टमा त्यस्तै छ एउटा अब उता मन्दिरचोकमा त यहाँको के भन्छ यहाँको त्यो गुलगुला खासै मन परेन मलाई होइन उताको 10 मा कति दिने यसलाई 4 10 मा 4 अब हामी आफ्नो ओजी 25 वर्ष पुरानो गुला 50 वर्ष पुगिसक्यो गुला 25 वर्ष गुला होइन अब यस्तो मन्दिर चोक भनेको म बस्छु नि त्यही भएर मिठो भएको हो मेरो ठाउँ हो नि त त्यो हाम्रो स्टिल बिजनेस हो क्या यसो हो बस्ती अब त मैले देखेँ नि त यस्तो बिजनेस स्टिल बिजनेस भन्ने चाहिँ कस्तो भने कुबित भन्ने मेरो साथी त्यो र मैले मिलाएर बनाएको हो क्या त्यो मलाई बच्चा अनुमतिहरू मिलाएर यस्तो खत्तम मान्छे यस्तो शब्द नबोल्नु भनेको मैले के बोलेँ होइन जस्तो कि अब लामो कपाल हुने केटी राम्री हुन्छ क्या राम्री हुन्छ अब हामी गुलगुलिया खान जाने गुलगुलिया त्यसमा रेट दिनु अब मन्दिर चोक भेट्यौँ मेरो अब मन्दिर चोक आएर अब हामी कति खेल्छौँ अनि अब हामी जित्छौँ भने सानो भाइ कति बाँकी छ अरे सानो भाइको अब बाँकी जितिन्छ हामी बाँकी जितिन्छौँ एउटा सर्भिस सक्दिन्छ एउटा यहाँ भुलेर मस्त खेल्यो रात पनि पर्यो भाइको बाँकी रहेछ लगाइदिएको फर्स्ट सेट चाहिँ हार्यो फर्स्ट सेट बासा भाइको कति 60 बाँकी रहेछ फर्स्ट हार्यो गेम 120 भयो अनि सेकेन्ड गेम अब बल्ल हात बस्यो नेट पनि सानो रहेछ अनि सर्भिसै पोइन्ट आउँछ भन्ने आशा अनि सेकेन्ड सेट खेल्यो 120 को डाइरेक्ट राखेर अनि जित्यो यो चाहिँ कति राम्रो पोइन्टले जित्यो ल 25-17 यस्तै 23-23 ल अब एकछिनमा भेटौँ ल अनि यहाँ हुन्छ आज राति ब्लग बिहान सिङ अर्को नेक्स्ट ब्लग होला ल तैँले त्यो त उदेशमा त्यो आएपछि हो नि त त्यो भिडियो आएपछि ल दगडा कुरा त नि त यो गेम खेल्नु भर्खर आयो अब होइन आजको लागि यति नै भन्दै आजको भ्लग समाप्त गरेँ धेरै दिन पछाडि आयो भ्लग होइन किन भन्दा त्यसको रिजन छ दादा अहिले सेन्टी मुडमा छ त्यही भएर हालेको भोलि चाहिँ रेगुलर आउँछ होइन यस्तो यहाँ छ सानो भाइ गोते देखेको त यस्तो तर गोते सुन्दा गाई लगडा भेटौँ ल अब भेटिँदै गरिन्छ होइन भोलिको भ्लगमा ल अनि बिहान सिनमा छिटो आउँछ 20 को अब होइन केटा त्यस्तो गर्नु ल के भन्छ मेरो डायलग 20 डायलग के थियो Peace out, baby. No. Peace out, baby.